प्रभु यीशु ख्रिस्टलाई अमर प्रेम गर्नेहरू सम्पूर्ण सन्तहरूप्रति मेरो न्यानो जय मसीह। यहाँ सबैलाई सलाम। मेरो अघिल्लो अडियोको सन्देश सुन्नुभयो भन्ने आशा राख्दै यहाँहरू सबैजनालाई आजको वचनतिर म डोर्याउन चाहन्छु। यहाँले म सँगसँगै यिर्मयाको 3 अध्याय पल्टाउन 23सम्म पढ्न गइराखेका छौँ। एक पद, सियोनको आशा, उहाँका क्रोधको लाठोले दुःख देख्ने मानिस म नै हुँ। उहाँले मलाई खेद्नुभयो र उज्यालोभन्दा बरु अँध्यारोमा हिँड्न लाउनुभयो। वास्तवमा उहाँले आफ्नो हात घरिघरि र दिनभरि नै मेरो विरुद्धमा उठाउनु भएको छ। उहाँले मेरो मासु र छाला गलाइदिनु भएको छ, मेरा हड्डीहरू भाँचिदिनु भएको छ। दुःख र कष्टद्वारा उहाँले मलाई घेरेर थुन्नु भएको छ। धेरै दिनदेखि मरेको मुर्दा चाहिँ उहाँले मलाई अँध्यारो ठाउँमा हालिदिनु भएको छ। उम्कनु नसकोस् भनी उहाँले मेरो चारैतिर पर्खाल उठाउनु भएको छ। उहाँले मलाई गरुङको साङ्लोले बाँध्नु भएको छ। सहायताको लागि म चिच्याएर कराउँदछु, तापनि उहाँ मेरो प्रार्थनालाई इन्कार गर्नुहुन्छ। ढुङ्गाका ढिकाले उहाँले मेरो बाटो थुनिदिनु भएको छ। उहाँले मेरो बाटो बाङ्गो टेढो बनाइदिनु भएको छ। आक्रमण गर्नलाई ढुकिरहने भालु र लुकिरहने सिंह झैँ उहाँले मलाई बाटोदेखि तर्काइ लानुभयो। फहराएर छिया पार्नुभयो। उहाँले मलाई सहाराहीन तुल्याउनुभयो। उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो र मलाई काँडको तारो बनाउनुभयो। आफ्नो ठोक्रोका काँडहरू उहाँले मेरो मुटु छेडिदिनु भयो। मेरा सबै मानिसहरूको हाँसोको पात्र म बनेको छु र दिनभरि नै तिनीहरूको ठट्टाको गीत म बनेको छु। उहाँले मलाई तितो जडीबुटी भरिदिनु भयो र पित्त खुवाइदिनु भयो। उहाँले रोडा खुवाएर मेरा दाँतहरू भाँचिदिनु भयो र मलाई धुलोमा कुल्चीमिल्ची पार्नुभयो। शान्ति मेरो जीवनबाट दूर भएको छ। कल्याणको यो समयले बिर्सेको छु। यसैले म भन्छु, मेरो सान नष्ट भयो। परमप्रभुबाट गरेको आशा अब टुट्यो। तितोपन र पित्त मेरो दुःख र फिरन्तेपनलाई सम्झन्छु। म निरन्तर तिनलाई सम्झिरहन्छु। मेरो प्राण मभित्र हताश भएको छ, तर म यो स्मरण गर्दछु, यसैले मलाई आशा दिन्छ। परमप्रभुको महान प्रेमले गर्दा हामी भस्म भएका छैनौँ र उहाँका कृपाको अन्त कहिले हुँदैन। हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ र उहाँको विश्वस्तता महान छ। मेरो प्राणले भन्छ, परमप्रभुले मेरो सर्वस्व हुनुहुन्छ। यसै कारण धैर्य साथ म उहाँको प्रतीक्षा गरिरहन्छु। परमप्रभुको बाटो हेर्ने र उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ। चुपचापसँग परमप्रभुको उद्धारको बाटो हेर्नु असल हुन्छ र आफ्नो यो अवस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ। परमप्रभुले यो त्यसमाथि राख्नु भएकोले त्यो एक्लै शान्त बसोस्, त्यसले आफ्नो मुखले भुइँ छोओस्। यसरी अझै आशा बनिरहोस्। आउनुहोस् हामी छोटो प्रार्थना गर्छ। परमेश्वर पिता, पुत्र अनि पवित्र आत्मा, यिर्मयाको 3 अध्यायको यो सन्देशलाई बुझ्न पवित्र आत्मा हाम्रो हृदयहरू खोलिदिनुहोस्। तपाईँ भन्नुहुन्छ, जसको कान छ त्यसले सुनोस् आत्माले मण्डलीलाई के भन्नुहुन्छ। हजारौँ वर्ष अगाडि लेखेको यो सन्देशलाई आजको पृष्ठभूमिबाट बुझ्नलाई पवित्र आत्मा हाम्रो हृदयहरू खोलिदिनुहोस्। हामी बिन्ती प्रार्थना गर्छौँ प्रभु यीशु ख्रीष्टको पवित्र अनि उच्च नाममा, आमेन आमेन। प्रियहरू, आजको यो गीत बिलापको 3 अध्यायको गीत मैले 1 देखि विशेष गरी 24 पदसम्म त 29 पदसम्म नै मैले यहाँहरूको लागि आज पढेको छु। यो पुरै खण्डलाई हामीले हेर्न पाएको राम्रो हुन्थ्यो, त समयको कारणले आज म विशेष गरी 29 पदसम्म यहाँहरूको अगाडि राख्न गइरहेको छु। यो बिलापको गीत चाहिँ 5वटा गीतहरूको सङ्ग्रह हो। यहाँ विशेष गरी 5वटा अध्यायहरू तपाईँले पाउनुहुन्छ, जसलाई गीत भएको कारणले हामीले 5वटा गीतको सङ्ग्रह भन्छौँ। एउटा टुटेको हृदयबाट लेखिएको गीत भनिकन यसको परिचयमा दिएको छ। 3 अध्यायमा 66वटा पदहरू छन्, तर तपाईँले याद गर्नु बाँकी सबै 4वटा अन्य गीतहरूमा चाहिँ तपाईँले 1 र 2 गीत अनि अन्तिममा 4 र 5 गीतहरूमा हेर्नुभयो भने चाहिँ सबै अन्य गीतहरू चाहिँ अथवा अन्य 4वटा अध्यायहरू चाहिँ 22 पदहरू सङ्ख्यामा राखिएका छन्, तर यो एउटा 3 अध्याय चाहिँ 66वटा पदहरू राखिएका छन्। ओके, यी गीतहरूको लेखक यिर्मया नै हुन् भन्ने बाइबल विद्वानको एकबद्धता हामी पाउँदछौँ। अनि हामी सबैलाई थाहा छ, यिर्मयालाई हामी रुन्चे अगमवक्ता भनी चिन्दछौँ। यी गीतहरू गाउँदा यिर्मया बेस्सरी रोएका छन्। यिर्मयासँग रुन पर्ने थुप्रै कारणहरू थिए। लेखकले यरुशलेमको विनाश आफ्नै आँखाले देखेका थिए। यसर्थ ती गीतभित्र गहिरो शोकहरू उनले प्रकट गर्दछन्।
भनिन्छ आजसम्म पनि यहुदीले उनीहरूको धार्मिक पात्रोमा यो दिन यरुशलेमको विध्वंस भएको दिनको रूपमा सम्झना गर्दछन्। 587 ख्रिस्टाब्दमा बेबिलोनद्वारा यहुदा कैदमा लगिएको समयतिरको यो घटना हो भनिकन हामी जानकार हुन सक्दछौँ। यो राष्ट्रिय विपत्तिको वर्णन यो पुस्तकमा बडो कारुणिक ढङ्गमा गरिएको हामी देख्दछौँ। सायद हामी पनि विश्वव्यापी राजनैतिक तनाव र अप्रत्याशित इजरायल र हमास र युक्रेन र रुस बीचको युद्धले मानव जातिमा ल्याएको डरलाग्दो सङ्कटलाई हेर्दै गर्दा कतै तेस्रो विश्वयुद्धतिर संसार धकेलिने हो कि भन्ने डर र त्रासमा हामीहरू छौँ। प्रियहरू, आजको यो गीत चाहिँ बिलापको यो तेस्रो गीत अथवा तेस्रो अध्यायलाई हामीहरू अध्ययन गर्न गइरहेका छौँ। तपाईँ जमाले क्रमैसँग अगाडिबाटै अध्याय 1बाट अथवा पहिलो गीतबाट सुरुबाट तपाईँले हेर्नुभयो भने चाहिँ 1 अध्यायमा चाहिँ परमेश्वरको विरुद्धमा इजरायलले गरेको पापको कारण यरुशलेमको मन्दिर बेबिलोनद्वारा ध्वस्त पारिएको हामी देख्दछौँ। यिर्मया आफ्नो देशको उजाड अवस्थाको निम्ति ओडारमा बसेर यरुशलेमतिर हेर्दै आँसुमा बिलौन गर्दछन्। पक्कै पनि प्रिय आफ्नो देश उजाड हुँदा को चाहिँ रुँदैन र? यिर्मया बेसरी रुँदछन्। 2 अध्यायका दोस्रो गीतलाई जब तपाईँले हेर्नुहुन्छ, यिर्मया आफ्नो देश यहुदालाई परमेश्वरले पुनर्निर्माण गर्नुहुनेछ भन्ने एउटा ठुलो आशा राख्दै उहाँको अचुक प्रेमको सम्झना गर्दछन्। त्यस पछाडि तपाईँले 4थो अध्यायमा तपाईँले हेर्नुभयो भने चाहिँ यिर्मया चाहिँ यरुशलेम नष्ट हुन अघि र पछिको यहुदीहरूको अवस्थाको बारेमा उनले तुलना गरिरहेको हामी देख्दछौँ। र 5औं अध्यायमा आउँदा यरुशलेमको पतनको समयमा बाँचेकाहरू पुनः फर्कन सकुन् र तिनीहरूलाई परमेश्वरले क्षमा गर्नुभएको होस् र तिनीहरू जसरी नै आफ्नो देश फर्कनेछन्, तिनीहरू फर्कन पाउन् र भग्नावशेष भएको राष्ट्र र मन्दिरको पुनर्निर्माण गर्न सकुन् भन्ने यिर्मयाको गहिरो प्रार्थना यहाँ लेखिएको हामी देख्दछौँ। तर हामीले आज अध्ययन गर्नुभएको गीत चाहिँ यो 5वटा गीतको बिचमा मध्य भागमा भएको तेस्रो गीतलाई हामीहरू अध्ययन गर्न गइरहेका छौँ। अनि यो गीतहरूमा आज खण्ड 1 देखि 29लाई हेर्दै गर्दा चाहिँ विशेष गरी 3वटा भागमा मैले विभाजन गरेको छु। 1 देखि 20लाई हेर्दा चाहिँ परमेश्वरबाट त्यागीको यिर्मयाको अनुभव र आशा गुमाएका ती समयहरू हामी देख्न सक्दछौँ। 1 देखि 20 पदसम्म उनले बिलौन गरेका छन्, परमेश्वरबाट त्यागीको अनुभव गर्दछन् र उनले सम्पूर्ण रीतिले आफ्नो आशा गुमाएको अनुभव गर्दछन्। तर 21 देखि 24 पदसम्म ती निराशा र ती समस्याको बीचमा पनि, त्यागीको अनुभवको बीचमा पनि एउटा नयाँ आशाको उदय हुँदछ। अनि 25 देखि 29 पदसम्म दुःखमा भएकाहरूको निम्ति उसले आशालाई घोषणा गर्दछ। त्यस पछाडि चाहिँ बाँकी रहेको खण्डहरू चाहिँ उसले आशालाई घोषणा गर्दछ ताकि दुःखमा परेकाहरूले उहाँमा आशा भेटाउन सकुन्। प्रियहरू, तनाव र सङ्घर्षहरू हाम्रो जीवनमा हुने एउटा वास्तविकता हुन्। प्रियहरू, जब हाम्रो जीवनमा हामी चुनौतीको जब सामना गर्दछौँ प्रियहरू, हामी अचम्मित हुनुपर्ने कुनै कारण छैन। जीवनमा आउने तनावहरू, सङ्घर्षहरू, त्यागीको अनुभव जीवनको एउटा वास्तविकता हुन्। जब हामी पीडाको समयबाट भएर जान्छौँ, हामीले सोचेको जस्तो परिस्थिति भएर जाँदैन। त्यस तनावले हामी आफैलाई, हाम्रो वरिपरिका मानिसहरूलाई पनि हामी प्रभाव पारिरहेको देख्दछौँ। यिर्मयाले यस गीतबाट हामीलाई आफूभित्र भएका तनावपूर्ण समस्याहरूप्रति जब नै हामी बढी केन्द्रित हुन्छौँ, कसरी त्यसले हामीलाई अझ बढी तनावतिर धकेलेर लैजान्छ। तर चुनौतीका समयहरूमा यदि हामीले समस्याबाट दृष्टिलाई हटाएर यदि हाम्रो दृष्टि परमेश्वरमा लगायौँ भने कसरी त्यसले हाम्रो मनमा शान्ति ल्याउँदछ भन्ने सन्देशलाई पनि बेजोडसँग आजको गीतमा उनले लेखेका छन्। वारेन वेब्स भन्ने मान्छेले यसरी लेखेका छन्, यदि हामीले समस्या मात्र, जीवनभर खालि समस्या मात्रै देखिरहन्छौँ भने हामीले हरेस खाने चाहिँ निश्चित छ। तर यदि हामीले समस्याको बिचमा पनि सम्भाव्यतालाई देख्यौँ भने हामी निश्चय नै यो लडाइँलाई जित्ने नै छौँ। जीवनको डरलाग्दो पीडाहरूको बीचमा पनि यिर्मयाले यहाँ परमेश्वरको कृपालाई कसरी जोड दिन सके भन्ने अचम्मको रहस्य पनि मध्यभागतिर गएर प्रकट गरेको हामी पाउँदछौँ। र उहाँको कृपा जसको कारण हामी वासमा भएका छैनौँ भने यिर्मया फेरि घोषणा गर्दै उनको हृदय शान्त भएको छ। यिर्मया उहाँको अन्त नहुने कृपालाई स्मरण गरेको हामी यहाँ दृश्य देख्दछौँ। र परमेश्वरको महान प्रेम र कृपा अनि विश्वास योग्यताले उनलाई ती गहिरा पीडाहरूभित्र कसरी सान्त्वना दिएका छन्। उनले नथाकी कसरी निरन्तर रूपमा परमेश्वरको प्रतीक्षा गरिरहन सके भन्ने सत्यतालाई पनि यहाँ
प्रकट गरेको हामी पाउँदछौँ। आउनु समय आजको खण्डलाई हेर्न गइराखेका छौँ। मैले यहाँ सबैजनाको लागि अघि नै यो खण्डलाई पढिसकेको छु। 1 देखि 20 पदसम्म अघि हामीले पढिरहँदा चाहिँ यर्मियाका असह्य पीडाहरू त्यहाँ उनले पोख्दछन्। उनीसँग रुन सक्ने पनि शक्तिहरू त्यहाँ थिएनन्। ती सबै सङ्कष्टको दोष परमेश्वरमाथि थोपर्दै उनी परमेश्वरसँग बेसरी कराउँदछन्, चित्कार गर्दछन्। 17 र 18 पदमा तपाईँले हेर्दै गर्दा शान्ति उनीबाट हटेर गएको छ, उनको सान नष्ट भएको छ र उनका आशाहरू टुटेका छन्। तितोपनले जीवन भरिएको छ भनी उनले 19 पदमा वर्णन गर्दछन्। प्रियहरू, के तपाईँले कहिले यर्मियाले जस्तै अनुभव गर्नुभएको छ? पीडा र कष्टको समयबाट भएर तपाईँ त्यो चित्कारमा हुनुहुन्छ। त्यो कठिन परिस्थितिका कारण तपाईँले रातमा सुत्न नसकी कहिले बिहानी हुन्छ भने सायद तपाईँले कयौँ रात पर्खिरहनु भएको छ होला। कतै मेरो जीवनमा ती असल दिनहरू नआउने हो कि भन्ने सोचेर सायद हाम्रो जीवनमा हामी डराइरहेको धेरै समयहरू छन् होला। तपाईँले गर्नुपर्ने जिम्मेवारी सायद धेरै छन् होला। तिर्न पर्ने ऋणहरू थुप्रै छन्। तपाईँको त्यो ऋणदाताहरूले फोन गर्दा तपाईँ सायद तर्सिनुहुन्छ। कयौँ रातहरू सुत्न नसकेर तपाईँ अबेरसम्म आकाशतिर हेर्दै टोलाइरहनु भएको छ। कति दिनहरू भए तपाईँ कति दिनहरू भयो साथ तपाईँ आफ्नो पत्नीसँग खुसीसाथ खाना खान सक्नुभएको छैन। त्यही समयमा परिवारका सदस्यहरू बिरामी भएको कारणले आर्थिक कुराहरू कहाँबाट जुटाउने होला भनी तपाईँ सोचिरहनु भएको छ। जहीँ तहीँ तपाईँका सुरक्षाका पर्खालहरू ढलिरहेको र मानिसद्वारा घेरिएको दृश्यले तपाईँ स्तब्ध हुनुहुन्छ होला। अब बिहानी फेरि कहिले नआउने हो कि भनी तपाईँका मनहरू घबराइरहेका छन् होला। आजको खण्ड 3 अध्यायको 1 देखि 20 पदहरूमा हामीले त्यही दृश्यहरूलाई हेर्न सक्दछौँ। यर्मिया आफ्नै असह्य प्रसव पीडाहरूभित्र उनी परमेश्वर कहाँ कराउँदछन् र आफ्ना दुःखहरू लिएर परमेश्वरलाई पोख्दछन्। यर्मियाले ती सबै कष्टको जिम्मेवार परमेश्वर हुनुहुन्छ भनी सोचिरहँदछन्। आफ्ना कष्टहरूका कारण उनले आशा गुमाएका छन्। उनले यस गीतमा आफ्ना कष्टहरू इमान्दार साथ परमेश्वरको अघि पोख्दछन्। उनलाई माया गर्ने परमेश्वरको अगाडि बालक झैँ रुँदछन्। 17 र 18 पद अघि पनि हामी हेऱ्यौँ, यसरी लेखेर शान्ति मेरो जीवनबाट दूर भएको छ, आनन्द के हो सो मैले बिर्सेको छु। यसैले म भन्दछु मेरो सान नष्ट भयो, परमप्रभुबाट गरेको आशा पनि टुट्यो। तपाईँले याद गर्नुहुन्छ, मेरो आनन्द के हो मैले बिर्सिसकेँ भन्छ। आई हेभ फर्गटन वाट ह्याप्पिनेस इज अल अबाउट। मेरो जीवनमा आनन्द के हो त्यो मैले बिर्सिसकेँ, किनकि कष्टहरूको थुप्रो यति साह्रो चाङ लागिसकेको छ। कष्टको अग्लो चाङभित्र यर्मियाका आशाहरू पुरिएर गएको देख्दछौँ। जिन्दगी निष्पट अन्धकारले भरिएको उनको अनुभव छ, जसको कारण 17 पदमा उनले सम्पूर्ण आनन्द के हो सो उनले बिर्सेका छन्। जिन्दगी हारेको छ, केही गर्न सक्ने सामर्थ्य उनीभित्र हामी देख्दैनौँ। जब नि प्रियहरू जीवन असहज प्रकारले हामीले सोचे जस्तो बगिरहेको हुँदैन, प्रायः हामी परमेश्वरलाई दोष लगाउने परीक्षाहरूमा पनि पर्दछौँ। मलाई नै किन तपाईँले यति धेरै कष्टहरू दिनुहुन्छ भने हामी उहाँसँग कराउँदछौँ। यर्मिया एउटा बिहानीको प्रतीक्षामा पनि छन्। उनीसँग एउटा झिनो आशाको किरण केवल परमेश्वर हुनुहुन्छ भनी जानेर उनी परमेश्वरको अगाडि एउटा बालक झैँ रुँदछन्। प्रिय, तपाईँ आफ्ना पीडाहरू कसको अघि पोखाउनुहुन्छ? जोन्डी खवासद्वारा धेरै साल अगाडि लेखिएको लिपिबद्ध गरेको एउटा भजन हामी त्यो दिनहरूमा हाम्रो बाल्यकालमा खुब गाउँथ्यौँ। त्यो गीतको शब्द यसरी लेखिएको छ, मेरा हृदयका पीरहरू प्रभुसँग पोखाएँ, मुटुभित्रका चोटहरू मेरो मालिकलाई देखाएँ। प्रियहरू, हामी हाम्रा कष्टहरू कसलाई पोखाउँदछौँ? यर्मिया चाहिँ परमेश्वर कहाँ आफ्ना असह्य पीरहरू लिएर आउँदछन् अनि परमेश्वरलाई पोखाउँदछन्। अनि 1 देखि 20 सम्म उनको जीवनका बिलौनाहरू, कष्टहरू, गीतहरूमा उनले पोख्दछन्। यो जुन तपाईँले कतिवटा त्यो 3 अध्यायको 1 देखि 20 पद पढ्दै गर्दा चाहिँ तपाईँले थुप्रै आलङ्कारिक शब्दहरू त्यहाँ देख्नुहुँदछ। गीतहरू त्यसरी नै लेखिन्छन्। त्यो जेन्द्रा विधा हो लेख्ने एउटा तरिकाहरू। आजको यस गीतमा प्रियहरू, यो गीत दुःख र बिलौनामा नै यो गीत अन्त भएको हामी देख्दैनौँ। 20 पदसम्म उनी बिलौना गरिरहँदछन्, तर यो गीत 20 पदमा अन्त हुँदैन। यसै कारण त यो गीतलाई हामी वियोगान्त गीत भन्दैनौँ, तर एउटा आशाले भरिको संयोगान्त गीत हो। जीवनको अति कष्टकर समयहरूमा पनि आशाको किरण उदाउँदै गएको कुरा 21 पदमा हामी स्पष्ट देख्न सक्दछौँ। जीवनमा आइपरेको असहनीय कष्टहरूभित्र जिन्दगीका पाइलाहरू रोकिनुहुन्न।
यर्मियाको भावनात्मक रूपमा अति खस्केको समयहरूमा एउटा बलियो आशापूर्ण निर्णय उनीभित्र पलाएको हामी देख्दछौँ। यसको 21 पद एउटा आशाको शब्दहरूबाट सुरु हुँदछ। तरबाट तपाईँले 21 पद सुरु गरिएको छ। यहाँ यर्मिया एउटा निर्णय गर्दछन्। उहाँको प्रेम, कृपा र विश्वासयोग्यतालाई उनी स्मरण गर्दछन्। 21 पदमा तर म यो स्मरण गर्दछु, यसैले मलाई आशा दिन्छ। 22 पद परमप्रभुको महान प्रेमले गर्दा हामी भस्म भएका छैनौँ। उहाँको कृपाको अन्त कहिल्यै हुँदैन। हरेक बिहानी उहाँको कृपा नयाँ हुन्छ अनि तपाईँको विश्वस्तता महान छ। मेरो प्राणले भन्छ, परमप्रभुले मेरो सर्वस्व हुनुहुन्छ। यसै कारण धैर्य साथ म उहाँको प्रतीक्षा गरिरहन्छु। यहाँ यर्मिया परमेश्वरको कृपा र आशालाई प्रियहरू स्मरण गर्दै आफैलाई प्रचार गर्दछन्। यो वचनहरू उनले आफ्नो जिन्दगीको लागि घोषणा गर्दछन् र उनी भन्दछन्, उहाँको प्रेम र कृपाको कारण हामी भस्म भएका छैनौँ, किनकि उहाँको कृपा त हरेक बिहानी नयाँ हुन्छ र उहाँको विश्वस्तता कति महान छ। उनले यो वचन आफैलाई प्रचार गर्दछन्। ती दिनहरूबाट प्रिय तपाईँ र म जाने नै छौँ। यी प्रकारका अनुभवहरू यर्मियाका जस्तै हामीले दुःखका ती दिनहरूको अनुभव गर्ने नै छौँ। ती दिनहरूमा हाम्रो लागि यही शिक्षा, यो गीतबाट शिक्षा छ। ती दिनहरूमा हामीले आफैसँग यी गीतहरूलाई घोषणा गर्दै हाम्रो प्राणलाई हामीले प्रचार गर्नुपर्दछ। बाइबलमा अरू थुप्रै पुस्तकहरू छन्, थुप्रै लेखकहरू छन् जसले सङ्कष्टको समयमा आफैले आफ्नो प्राणलाई प्रचार गरेका छन्। विशेष गरी भजन सङ्ग्रह 42 र 43 जब तपाईँले पढ्नुहुन्छ, यो दुईटै गीत हिब्रूमा चाहिँ एउटै गीत छ। यो दुईटै गीतमा 3 पटक दोहोरिएको कुरा चाहिँ तपाईँले देख्नुहुन्छ। ए मेरो प्राण त किन उदास हुन्छस्, मेरो अन्तस्करण त किन यति व्याकुल हुन्छस्, तेरो आशा परमेश्वरमा राख, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरो उद्धारक र मेरो परमेश्वर हुनुहुन्छ। प्रियहरू, तपाईँले अगाडिको खण्ड पढ्दै जानुभयो भने 9 पदमा पनि त्यहाँ देख्नुहुन्छ, कोरवंशीले भन्छ, तपाईँ मेरो चट्टानलाई भन्छु, तपाईँले मलाई किन बिर्सनु भयो। शत्रुहरूको थिचोमिचोमा परेर म किन शोक गरेर हिँडिरहनु पर्ने। देख्नुहुँदछ, परमेश्वरको आराधक जीवनका कष्टहरूबाट भएर जाँदा परमेश्वरबाट त्यागेको महसुस गर्दछन्। तर उनले ती दिनहरूमा पनि तपाईँले याद गर्नुहुँदैछ यहाँ कसरी कोरवंशीले आफ्नो प्राणलाई त्यो वचन प्रचार गर्छ। ए मेरो प्राण त किन उदास हुन्छस्, त अन्तस्करणमा किन यति व्याकुल हुन्छस्। आफ्नो प्राणलाई उसले प्रचार गर्दछ। ए मेरो प्राण, तेरो परमेश्वरमा आशा राख र म अझै पनि उहाँको प्रशंसा गर्नेछु, किनकि उहाँ नै मेरो उद्धारक र मेरो परमेश्वर हुनुहुन्छ। यो गीत जस्तै यर्मिया पनि आफ्नो आशाहीन मनलाई प्रचार गर्दै भन्दछन्, परमप्रभुको महान प्रेमले गर्दा हामी भस्म भएका छैनौँ, तर उहाँको कृपाको अन्त कहिले हुँदैन। त्यो त हरेक बिहानी नयाँ हुँदछ। मेरो प्राणले भन्छ भनिकन 24 पदमा भन्दछ, मेरो प्राणले भन्छ, परमप्रभु मेरो सर्वस्व हुनुहुन्छ। आशा, जसलाई हिब्रू भाषामा यचल भनेर लेखिएको छ, जसले हामीलाई पर्खन बाध्य तुल्याउँदछ। कज टु वेट, हामीलाई पर्खन बाध्य नै तुल्याउँछ। प्रियहरू, 22 पदलाई गहिरोसँग मनन गर्दै गर्दा यर्मिया साथसाथै सारा इजरायलीहरू चाहिँ परमेश्वरको प्रेमतिर आफ्नो दृष्टि लगाउँदछन्। यर्मियाको सबैभन्दा अन्धकारपूर्ण समयहरूमा परमेश्वरको महान प्रेम र उहाँको भलाइप्रति उनी केन्द्रित हुन लागेको हामी देख्दछौँ। 21 पदसम्म लेखक आफ्नो पीडाहरूमा अथवा 20 पदसम्म उनी आफ्ना पीडाहरूभित्र रुमल्लिएका छन्। आफ्ना पीडाहरू सम्झेर उनी रुन्छन्। जीवन त्यही अन्त हुँदैन। प्रियहरू, यर्मियाले 22 र 23 पदमा बडो महत्त्वपूर्ण कुरा लेखेर गएका छन्। अनि प्रियहरू, यो 3 अध्याय चाहिँ अथवा यो 22 र 23 पद चाहिँ बीच भागमा, यो गीतको मध्य भागमा राख्नुपर्ने कारण चाहिँ कुनै दुर्घटनावश भएको कुरा चाहिँ होइन, तर पवित्र आत्माद्वारा लेखकले यी शब्दहरूलाई, यी प्रतिज्ञाका यी वचनहरूलाई विलापको पुस्तकको मध्य भागमा, बीच भागमा राख्दछन्। यी पदहरूमा लेखिएका वचनहरू आज तपाईँ र मेरो जीवनको पनि केन्द्रमा हुनुपर्छ भन्ने सन्देश हो। प्रियहरू, जीवनको समस्याको बीचमा लेखकले यी वचनहरूले उनका टुटेका हृदयहरू र मनहरूमा लागेका चोटहरू निको पार्ने र त निको पारिरहेको उनले देख्दछन्। कि तपाईँ र म सङ्कटका समयहरूमा उहाँको महान प्रेमलाई स्मरण गर्दछौँ। प्रियहरू, अनि विशेष गरी 3 अध्यायको 1 देखि 20 पदसम्म यर्मिया आफ्ना पीडामा नै कराइरहेका थिए। उनका असह्य पीडाहरू भएकोले उनी आफ्ना पीडादायी चित्कारहरूभित्र परमेश्वरसँग
बोलिरहँदछन्। तर अचानक 21 पदमा यर्मियाको हृदय आफू स्वयंबाट हटेर आफूबाट हटेर परमेश्वरतिर मोडिएको दृश्य हामी देख्दछौँ। यसकारण उनले यसरी भन्दछन् 21 र 22 पदमा, म यो स्मरण गर्दछु, यसैले मलाई आशा दिन्छ। परमप्रभुको महान प्रेमले, उहाँको कृपाले। प्रियहरू, कष्टदायी पीडाका समयहरूमा यर्मिया आफ्ना आँखाहरू आफूभित्र भएका चोटहरूबाट हटाएर माथितिर, पर्वतहरूतिर अथवा परमेश्वरतिर लगाउँदछन्। उनको आशा तब नयाँ भएको यहाँ देख्दछौँ, जब उनले आफ्ना पीडालाई भुलेर आफ्नो जीवनका सम्पूर्ण कुराहरू, दृष्टिहरू परमेश्वरको प्रेमतिर लगाउँदछन् र परमेश्वरको प्रेम र उहाँको विश्वासयोग्यतालाई उनले सम्झना गर्दछन्। उनले परमेश्वरको कृपा र उहाँको विश्वासयोग्यतालाई जब मनन गर्दछन्, एउटा नयाँ काम, नयाँ जागृति परमेश्वरले उनको जीवनमा सुरु गर्नुहुँदछ। यसको 22 पदमा उहाँको महान प्रेमले गर्दा हामी भस्म भएका छैनौँ। महान प्रेम भन्ने शब्दलाई हिब्रू भाषा थुप्रै शब्दहरू, त्यसको हिब्रू भाषाको थुप्रै अर्थहरू हामी लगाउन सक्छौँ। मूलतः निगाह, परमेश्वरको कृपा, दया, कृपापूर्ण प्रेम भनिकन हामी भन्न सक्छौँ। नेपाली भाषामा चाहिँ प्रेम शब्द प्रयोग गरिएको हामी यहाँ देख्दछौँ। यसले स्पष्ट गर्दछ कि उहाँको महान प्रेमले गर्दा हामी भस्म भएका छैनौँ। यर्मियाले यी वचनहरू ती समयहरूमा लेखेका हुन् जुन समयमा इजरायल कष्ट र पीडाको अनुभवबाट भएर गइरहेको थियो। उनले आफूभित्र भएका समस्याहरूलाई होइन, अब उहाँलाई, यर्मियालाई प्रेम गर्ने महान परमेश्वरको प्रेम र उहाँको कृपा र विश्वासयोग्य, जो उहाँको पुर्खाहरूसँग जो विश्वासयोग्य भएर हिँड्नुभयो, ती पुर्खाहरूका परमेश्वरतिर आफ्नो दृष्टि लगाउँदछन्। अनि 22 पदमा परमेश्वरको महान प्रेमले गर्दा भन्ने शब्द उनले यहाँ प्रयोग गर्छन्, जसलाई हिब्रू भाषामा खेसेत भन्ने शब्द पनि प्रयोग गर्छ। उहाँको अचुक प्रेम, उहाँको समर्पित दयापूर्ण प्रेमलाई उनले स्मरण गर्दछन्। उहाँको करारको कारण, परमेश्वरले बाँध्नुभएको करारको कारण, परमेश्वरले आफ्नो महान कृपा आफ्ना प्रियजनलाई देखाउन उहाँले चुक्नु भएको छैन। अनि उहाँको महान प्रेमको कुनै सीमा छैन। त्यो प्रेम, त्यो कृपा त कहिले अन्त हुँदैन। अनि उहाँको महान प्रेमले गर्दा हामी नष्ट भएका छैनौँ। परमेश्वरले हाम्रो पाप अनुसारको व्यवहार उहाँले हामी प्रति गर्नुभएको भए सायद हामी नष्ट हुने थियौँ होला। तर उहाँले त हामीसँग हामीले गरेको पाप अनुसारको व्यवहार गर्नु भएन, तर उहाँले आफ्नो करार अनुसार हामी प्रति उहाँ आफ्नो कृपा देखाउनु हुँदछ। के कुराले यर्मियालाई त्यति धेरै डरलाग्दो अकल्पनीय पीडाका बीचमा पनि उहाँमा हेरिरहन र खडा भइराख्न सहायता गर्यो होला। अनि गीतकारले लेख्दछन्, उहाँको महान प्रेम र कृपाले गर्दा। इजरायलले पाप गरेको थियो र उसको पाप अनुसारको व्यवहार त परमेश्वरले कहिल्यै गर्नु भएन। साटोमा परमेश्वरले निरन्तर आफ्नो प्रेम देखाउनुहुन्छ। प्रियहरू, हाम्रो डरलाग्दा पापहरूको बीचमा पनि आज हामी जीवित भएर खडा भइरहेका छौँ, हामी बोलिरहेका छौँ। एउटै कारण हो, परमेश्वरको महान कृपाको कारणले। उहाँले हामीसँग आफ्नो पुत्रको बलिदानद्वारा कलवरीमा उहाँले हामीलाई प्रेम गर्नुभयो। कसरी उहाँले हामीलाई बिर्सन सक्नुहुन्छ र? हाम्रा शत्रुले चाहिँ उहाँले हामीसँग कहिले बदला लिनुहुन्न। हामीहरू ख्रीष्ट येशूमा भएको कारण उहाँले हामीलाई कहिले बिर्सन सक्नुहुन्न। हामीले उहाँलाई इन्कार गरे तापनि, उहाँको विरुद्धमा हामी बागी भए तापनि उहाँ अझै हामीलाई कृपा देखाउनुहुन्छ। यसै कारण त रोमीको 8:1 भन्दछ, परमेश्वर भन्नुहुन्छ, ख्रीष्टमा भएकाहरूलाई फेरि दण्डको आज्ञा छैन। यसकारण प्रियहरू, हाम्रो जीवनका जस्तोसुकै अकल्पनीय अन्धकारपूर्ण जीवनका अनुभवहरूबाट भएर तपाईँ र म गइरहेका भए तापनि परमेश्वर स्टिल हामीलाई आशा दिनुहुन्छ। उहाँले हामीलाई सम्हाल्नुहुन्छ। प्रियहरू, पौलले पनि यसरी लेख्दछन्, किनभने हामी सहन नसक्ने किसिमले यति साह्रो मिचिएका थियौँ कि जीवनदेखि हामीले हरेस खाइसकेका थियौँ। 2 कोरिन्थी 1:8-11 पदसम्म पढ्दैछु। हामीले सहनै नसक्ने किसिमले यति साह्रो गरी हामी मिचिएका थियौँ कि जीवनदेखि हामीले हरेस पनि खाएका थियौँ। हामीलाई त मृत्युदण्ड चाहिँ पाए चाहिँ लागेको थियो। हामी आफै माथि होइन, तर मृतकलाई जीवन दिए उठाउनु हुने परमेश्वरमाथि हामीले भर परि भनेर यो हुन आयो। उहाँले हामीलाई यस्तो भयानक जोखिमबाट छुट्याउनु भयो अनि उहाँले हामीलाई छुट्याउनु हुनेछ। उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौँ कि उहाँले हामीलाई फेरि पनि छुट्याउनु हुनेछ। तिमीले पनि प्रार्थनाद्वारा हामीलाई सहायता गर्नै पर्छ। तब धेरै प्रार्थनाको प्रत्युत्तरमा हामीलाई प्राप्त भएको आशिषको निम्ति धेरैले हाम्रा पक्षमा धन्यवाद चढाउनेछन्।
प्रियहरू पावलले यो कुरालाई अनुभव गर्दछन्। अनि प्रियहरू परमेश्वरको नटल्ने कृपा, उहाँको अन्त नहुने कृपाले उहाँले हामीलाई सम्हाल्नु भएको छ। त्यसपछि यर्मिया तुरुन्तै उहाँको प्रेमलाई याद गरिसकेपछि उहाँको कृपालाई उनले स्मरण गर्दछन्। उहाँको कृपाभित्र उनले सबै कुरा साना देख्दछन्, किनकि त्यो परमेश्वरको कृपा उनको निम्ति ठुलो पहाड जस्तै बनेर आएको थियो। सन्त जोन भिन्नी भन्ने व्यक्तिले यसरी लेखेका छन्, हाम्रा पापहरू त परमेश्वरको कृपाको त्यो ठुलो पहाडको चुचुरामा उभिएको एउटा सानो बालुवाका कण जत्रो मात्र छन्। प्रियहरू, हामीले गरेको अधर्महरू, हाम्रो पापहरू त परमेश्वरको कृपाको त्यो ठुलो पहाडको चुचुरोमा उभिएको एउटा बालुवाका साना कण जस्तै मात्र छन्। त्यति ठुलो कृपा परमेश्वरले हामीलाई देखाउनु भएको छ। अनि यर्मियाले दुईवटा सत्यता लेख्दछन्, उहाँको कृपा कहिले अन्त हुँदैन अनि उहाँको कृपा चाहिँ हरेक बिहानी नयाँ हुँदछ। यसको अर्थ यही नै हो प्रियहरू, परमेश्वर हरेक दिन हामीलाई आफ्नो कृपा देखाउने अवसरहरू खोजिरहनुहुन्छ। प्रियहरू, हालेलुया। प्रियहरू, परमेश्वरलाई महिमा होस्। प्रियहरू, हरेक दिन परमेश्वर तपाईँ अनि मलाई उहाँको कृपा देखाउने अवसरहरू, अपर्च्युनिटीहरू खोजिरहनुहुन्छ। उहाँले त्यो कृपा केवल हामीलाई पापबाट बचाउनलाई मात्र गर्नु भएन, तर हरेक दिन उहाँको कृपा हाम्रो जीवनको लागि उहाँले दिनुहुन्छ। अनि त्यो कृपा हरेक दिन ताजा हुँदछ। भन्सार 103:13 यसरी लेखिएको छ, जसरी बुबाले आफ्ना छोराछोरीलाई टिठाउँछन् त्यसरी नै उहाँको भय मान्नेहरूलाई परमप्रभुले टिठाउनु हुँदछ। हाम्रो प्रेमीले स्वर्गीय पिताको त्यो ताजा कृपालाई सधैँ प्रियहरू हामी याद गर्न सकौँ। हरेक बिहानी जब सूर्योदयको उज्यालो किरणसँगै जब हामी आफ्नो दृष्टि र आँखाहरू परमेश्वर उठाउँदछौँ, उहाँको कृपा र प्रेम प्रकट भएको हामी देख्दछौँ। यसका प्रियहरू, हरेक बिहान जब उठेर जब तपाईँले आकाशतिर हेर्दै तपाईँले सूर्यलाई हेर्नुहुँदछ, त्यो सूर्यको किरणलाई हेर्दै आँखा उचाल्नु हुँदछ, बिहानै उठेर उहाँको माया र उहाँको कृपालाई हेरेर सम्झँदै हाम्रो दिनहरू हामी सुरु गर्न सकौँ। हाम्रो पिता जसले हामीलाई कहिले त्याग्नुहुन्न, उहाँप्रति कृतज्ञ हुँदै हामी जिउन सकौँ। अनि यर्मिया अझै लेख्दछन्, उहाँको कृपा हरेक बिहानी नयाँ हुन्छ। कसैले यसरी पनि भनेका छन्, बिहानी नदेखेसम्म हार नमान्नुहोस्, किनकि उहाँको कृपाको अन्त कहिल्यै हुँदैन। त्यो कृपा त हरेक बिहानी नयाँ हुन्छ। त्यो नटल्ने कृपाले प्रियहरू तपाईँ र म घेरिएका छौँ। हामी नष्ट हुने छैनौँ अनि हामी नष्ट हुनेहरू मध्येका होइनौँ, किनकि उहाँ विश्वासयोग्य परमेश्वर सदा हाम्रो साथ हुनुहुन्छ। अनि भजनकारले पनि भन्छन् 36:5 यसरी लेख्दैछन्, हे परमप्रभु, तपाईँको कृपा स्वर्गसम्मै फैलिएको छ, तपाईँको विश्वसनीयता आकाशसम्मै छुन्छ। नाप्नै नसकिने उहाँको महान कृपाभित्र हामीहरू सुरक्षित छौँ। प्रियहरू, लेखक कसरी त्यो कृपालाई भुल्न सक्छन् र? म उहाँको कृपाको बारेमा जब जब याद गर्छु, स्मरण गर्छु, मेरो जीवनमा परमेश्वर मेरो बाल्यकालहरू, मेरो जिन्दगीका यो जर्नीभित्र परमेश्वरले कति धेरै कृपा गर्नुभयो भनेर रोएका दिनहरू छन्। त्यो आनन्दमा खुसी साथ रोएका दिनहरू, वर्णन गर्नै नसकिने उहाँको मायाले हाम्रो हृदयहरू पोखिएका छन्, हृदयभरि पोखिएका छन्। हाम्रो हृदयमा उहाँका प्रेमहरू छचल्किएका छन्। अनि त्यसपछि 23 यर्मियाले लेख्दछन्, तपाईँको विश्वस्तता कति महान छ। स्टेट फास्ट फर्मनेस इमोना भन्ने लेखेको छ इब्रूमा। उहाँको विश्वस्तताको अर्थ यही हो, कृपा प्रेम सदा स्थिर रहन्छ, भरपर्दो र सुरक्षित छ भन्ने अर्थ हो। प्रियहरू, जीवनमा आउने जुनसुकै आँधी बेरी तुफानहरूले हामीलाई उडाइलान सक्ने छैन। उहाँमा हामी स्थिर रहन सक्नेछौँ। तपाईँ र म डराउनु नपर्ने एउटै कारण यही नै हो, किनकि उहाँको विश्वस्तता जसले हामीलाई एक दिन खडा राख्नेछ, हामीलाई लड्न दिने छैन। हाम्रो जीवनमा हामीलाई लडाउनुको थुप्रै आँधी बेरी आउने नै छन्। प्रियहरू, हाम्रो जिन्दगीलाई ख्रिस्टदेखि टाढा राख्नको लागि चुनौतीहरू एकपछि अर्को हामीमाथि बजारिने नै छन्, तर उहाँको विश्वस्तताले हामीलाई खडा हुन साथ दिइरहनेछ। संसारका थोकहरूमा बसाइलिएको हाम्रो आशा एक दिन नष्ट भएर जानेछ। प्रियहरू, हाम्रो ब्याङ्कहरू एक दिन नष्टमा राखेको आशाहरू, ब्याङ्क ब्यालेन्स एक दिन नष्ट भएर जाने, सबै सकिएर जानेछन्, ब्याङ्क्रफ्ट भएर हामी जानेछौँ होला। थुप्रै कुराहरूमा जहाँ हामीले हाम्रो आशा राखेको छ सबै एक दिन टुट्ने नै छन्। तर हाम्रो विश्वास र विश्वासयोग्यता परमेश्वरमा जहाँ राखेका छौँ प्रियहरू, जुन विश्वास हामीले उहाँमा सुम्पेका छौँ, त्यसलाई सुरक्षित राख्न सक्ने उहाँ मात्र हुनुहुन्छ। अनि हाम्रो चुनौतीहरूमा पनि हाम्रो भरोसा, उहाँसँग भएको भरोसाहरू कहिले टुटेर जाने छैन। परमेश्वरलाई महिमा होस्। प्रियहरू, यसकारण जब नै हामी कठिन समयबाट हामी जाँदछौँ, यर्मियाले जस्तै आफ्नो समस्याहरूलाई होइन, तर हामीलाई महान प्रेम र कृपा गर्नुहुने
विश्वासयुक्त परमेश्वरतिर हाम्रा आँखाहरू लगाइराख्न सकौँ। मानवीय प्रवृत्ति त हाम्रा समस्यातिर नै सधैँ मन लगाइराख्छ। हाम्रो मानवीय प्रवृत्ति नै जब जब समस्या आउँदछ हाम्रा मनहरू समस्यातिरै केन्द्रित भएर जाँदछन्। त्यसले हामीलाई झन गहिरो निराशातिर डुबाउँदै लैजान्छ। तर हरेक बिहान हामी नयाँ ताजा कृपा लिएर हामी जिउन सकौँ। हाम्रो दैनिक जीवनको गौरव बोझ र अल्झाउने पापलाई होइन, तर हाम्रो विश्वास सुरु गर्नुहुने र हाम्रो विश्वासलाई पुरा गर्नुहुने येशूलाई हेरौँ, जो प्रेम र कृपाको धनी हुनुहुन्छ। अनि बिलापको 3:31 पछि गएर म एउटै मात्रै खण्ड पढेर अन्त गर्छु, किनकि परमप्रभुले परमप्रभुले मानिसहरूलाई सधैँको निम्ति फाल्नुहुन्न। अहिले विभिन्न किसिमका तकलिफहरूबाट भएर गए तापनि उहाँको महान प्रेम र कृपाले हामीलाई यो विश्वासको दौडहरू पुरा गर्न सक्षम तुल्याउनु हुनेछ। जीवन अति नै निराशाको अँध्यारोले छोपेको भए तापनि विश्वासयोग्य परमेश्वरको प्रेममा हामी पुनः ताजा बनाइनेछौँ। परमेश्वरले प्रियहरू, तपाईँको जस्तोसुकै परिस्थितिबाट भएर गइरहनु भएको भए तापनि परमेश्वरले उहाँको अनुग्रहले, उहाँको नटल्ने कृपाले यहाँलाई थामिराख्नुहुनेछ। र हामी यो जर्नी, यो यात्रालाई, विश्वासको यात्रालाई मध्यभागमै आधा बाटोमै टुङ्ग्याउने छैन, तर यो यात्रा हामीले पुरा गर्नेछौँ। जसले हामीलाई बोलाउनु भयो उहाँ हामीसँग सदा हिँड्नुहुनेछ। परमेश्वरले यहाँ सबैजनालाई प्रशस्त आशिष दिउन्। यहाँ सबैलाई जय मसीह।